आज चाहिँ मैले तपाईहरुलाई बारीमा कसरी पानी हाल्छु भनेर देखाउन गइरहेको छु है। खोलामा गएर म पानी लिएर आउँछु, हेर्दिनु होला है त भिडियो। पुरै गाइज यस्तै हैन। पुरै भर्नी हो। फुल फुल खोला गाइज है। लगभग 1 मिनेट जतिमा भरिन्छ गाइज। पुरै भरेर बबाले छन् हैन। पानी भिरेर गाइस कुदिन्छ नि। ओइ साइकलमा लोड गरे धेरै जाने हो ट्याक्क के लोड गरेर पनि झारिसके। यहाँ अब रेडी पोजिसनमा छ। यसलाई मात्रै हाल्ने भाला चाहिँ त्यहाँ निलो बसिरहेको छ, त्यसमा हाल्छु है। अब त्यसमा हालेर पानी गाइस खनाउनु पर्ने हुन्छ। सब भिजेर अब यसमा लोड चाहिँ स्थिर भएको गाइस हैन। पुरै पानी सार्ने क्रममा है मैले चाहिँ मोबाइल घोडामा अडाएको थिएँ। घोडामा अडाएर दुईटा हात चलाउनु पर्ने भएको भएर मेरो चाहिँ मोबाइल खसेर फुट्यो के गाइस। टेम्पर ग्लासै फुट्यो है। रमाइलो भयो जे भए पनि एकछिन। अब के गर्नु त हैन, रुनु भएन। रमाइलो भयो, त्यही पनि कोसिस गरेँ मैले। फेरि ट्राई गरेर भरे ट्याक्क भरे। त्यसरी सरर हाल्दैछु। मजाले भरेर छरिन्छ। घरतिर गएर फेरि नयाँ टेम्पर ग्लास किनेर हालिन्छ हैन गाइस। अब के छ त उपाय त्यो भन्दा। यो चाहिँ भर्खर ल्याएर रोपेको गाइस खुर्सानी है। ओइलाइसक्यो भयो। काँक्रो यो भयो। फर्सी पुरै ओइलाइसक्यो यार, पानी कम भएर। यो चाहिँ घिरौँला है गाइस। घिरौँला फुलेको पनि छ हेर्नु। घिरौँलो खुर्सानी हिजो ल्याएर रोपिदिएको थिएँ, पानी नभएर पुरै भइरहेको छ है। खुर्सानी पनि घिरौँलो है गाइस। यो पनि घिरौँलो। यो चाहिँ के भन्छ यसलाई, लौका। यो चाहिँ ब्रिन्जल के भन्छ होला, भेन्टा यो भेन्टा दादा, पुरै भेन्टा दादा। के भन्छ गाइस नेपालीमा पिमानलाई? ठुलो खुर्सानी के। यो चाहिँ ठुलो खुर्सानी। मुला। यो भयो चिप्ली भेन्टी, लेडिज फिङ्गर चिप्ली भेन्टी।